14 नोभेम्बर 2024 मा नेपालको सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लामा विश्वमै लोपोन्मुख एसियन सानो नङ भएको ओटरको पुष्टि भयो। 185 वर्षपछि पहिलो पटक यो ओटरको अस्तित्व पुष्टि गरिएको हो। लोप भइसकेको यो दुर्लभ जनावर पुनः आफ्नो प्राकृतिक वासस्थानमा देखा परेको छ। यसको पुष्टि हुनुले केवल यो प्रजातिको कुरा मात्रै होइन, प्रकृतिले मानवलाई समयमै सुधार गर्ने, संरक्षण गर्ने र वाइल्ड लाइफ भविष्यलाई सुरक्षित बनाउने अवसर दिएको हो। चाहे त्यो वन विनाश होस्, प्रदूषण होस् वा जलवायु परिवर्तन जस्ता चुनौतीहरूलाई सामना गर्न होस्, प्रकृति अचम्मको रूपमा लचिलो र सहनशील छ। पृथ्वीमा धेरै प्रजातिहरू हराएका भन्ने गरिन्छ। वास्तवमा तिनीहरू हराएका हुँदैनन्, उनीहरूलाई आफ्नो वासस्थानमा पुग्न गाह्रो भइरहेको हुन्छ वा तिनीहरूको संख्या धेरै कम हुन्छ अथवा लामो समयसम्म कसैले ध्यान नै दिएको हुँदैन। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा लोप भइसकेको एसियाली सानो नङ भएको ओटर कसरी पुनः फेला पर्यो र यसको थप इतिहासको बारेमा बुझ्ने प्रयास गरौँ। एसियाली सानो नङ भएको ओटरको इतिहास। जब कुनै लोपोन्मुख मानिएको जीवको प्रजाति पुनः फेला पर्छ, वाइल्ड लाइफसँगको हाम्रो सम्बन्ध रिइग्नाइट हुन्छ। यस्तै उदाहरण हालै नेपालमा घटेको छ। यो एउटा ओटरको प्रजाति हो जुन दक्षिण र दक्षिण पूर्वी एसियामा पाइन्छ। यिनीहरूको नङ धेरै नै सानो हुन्छ भने खुट्टामा जिङ्गाको जाल जस्तै सानो झिल्ली हुन्छ जसले शिकार समात्न मद्दत गर्दछ। जीवको टोटल लम्बाइ 730 देखि 930 मिलिमिटर मात्रै हुन्छ र तौलको कुरा गर्दा जम्मा 3.5 किलोग्राम मात्रै हुन्छ। युरोपमा सन् 1839 तिर फोटोग्राफीको प्रारम्भ भइरहेको बेला बेलायती प्रकृतिविद ब्रायन होर्सनले नेपालमा एक दुर्लभ जीवको पुष्टि भएको भनी दावी गरेका थिए, जसको नाम थियो एसियन स्मल क्लड ओटर अर्थात् एसियाली सानो नङ भएको ओटर, जसलाई एओनिक्स सिनेरियस पनि भनिन्छ। समय बित्दै जाँदा नेपालमा विभिन्न परिवर्तनहरू आए। जंगलहरू मासिँदै खेतीबारीमा परिणत भए, नदीहरूलाई मानिसले चाहेको जस्तै रूपमा मोड्न थाले र जलवायु परिवर्तन पनि चरम सीमामा पुग्दै गयो। यस्तै कारणले गर्दा यो ओटरका लागि खतरा बढ्दै गयो र वैज्ञानिक अभिलेखबाटै हराउन पुग्यो। 1839 सालपछि यो जीवको बारेमा कुनै निश्चित प्रमाण फेला परेन। वाइल्ड लाइफ बायोलोजिस्टका अनुसार धेरै वर्षसम्म सानो नङ भएको ओटरलाई नेपालमा विलुप्त मानिएको थियो। 1987 मा यो ओटरको अन्तिम सम्भावना देखिएको थियो, तर प्रमाण बिना निश्चित हुन सकिएन। ऐतिहासिक समयमा नेपालका केही भागहरूमा 3 ओटर प्रजातिहरू, युरेसियन ओटर, स्मुथ कोटेड ओटर र कहिलेकाहीँ देखिने एसियाली सानो नङ भएको ओटरहरू पाइएका थिए भन्ने विश्वास गरिन्छ। तर यिनीहरूमध्ये एसियाली सानो नङ भएको ओटरको कुनै ठोस प्रमाण भने भेटिएको थिएन। नदी किनारका गाउँहरूको लोककथामा ओटरलाई कुनै समयमा अचम्मका जीव मानिन्थ्यो। दक्षिण एसियाका अन्य देशहरूमा पनि यसको संख्या तीव्र गतिमा बढ्दै गयो। IUCN ले ह्याबिट्याट लस, पोल्युसन र शिकार जस्ता कारणहरूले यो प्रजातिलाई IUCN रेड लिस्टमा विलुप्त हुने खतराको क्याटेगोरिजमा राख्यो र यसरी यी ओटरको अस्तित्व समाप्ति भएको थियो। पुनः खोज। यो प्रजाति सन् 2022 मा भारतको दार्जिलिङमा पहिलो पटक पुष्टि भएको थियो, जुन भौगोलिक बनावटमा नेपालका पूर्वी भागहरूसँग मिल्दोजुल्दो थियो। दार्जिलिङमा भेटिएपछि पूर्वी नेपालमा यसको खोजी हुन थाल्यो। पूर्वी नेपालमा देखा परेका केही अनौपचारिक रिपोर्टहरू त थिए, तर पुष्टि भने हुन सकेनन्। 14 नोभेम्बर 2024 मा नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने डडेलधुरा जिल्लामा रङ्गुन र पुन्टारा खोलाको संगमस्थलमा यसको पुष्टि भएको हो। डडेलधुरा जिल्लाका वन विभागका अधिकारीहरूले रङ्गुन र पुन्टारा खोलाको संगममा एउटा सानो ओटरको बच्चा फेला पारेका थिए। उक्त ओटर कमजोर र घाइते अवस्थामा फेला परेकोले वन अधिकृतहरूले त्यसलाई खुवाउने र उपचार गर्ने निर्णय गरे, तर उनीहरूलाई यो कुन प्रजातिको हो भन्ने थाहा थिएन। त्यसपछि त्यो क्षेत्रका वन अधिकृत नेतृत्वको टोलीले त्यस जीवको तस्बिर र भिडियो IUCN ओटर स्पेशलिस्ट ग्रुपसँग साझा गरेका थिए। यसको परीक्षण गर्दा पुष्टि भएको थियो कि एसियाली सानो नङ भएको ओटर नै हो। स्थानीयहरूले भने यसलाई सानो औट भनेर चिन्ने गरेका छन्। स्मुथ कोटेड ओटर भने नेपालमा पहिलेदेखि पुष्टि भएको ओटरको प्रजाति हो। चितवन राष्ट्रिय निकुञ्जमा 2023 सेप्टेम्बरमा 2 दशकपछि फेरि देखा परेपछि संरक्षणविदहरूबीच पुनः उत्साह छाएको थियो।
त्यसपछि लोपोन्मुखको संज्ञा दिइएको सानो नङ भएको ओटर नेपालमा अझै जीवित हुन सक्ने शंका भने थियो नै, तर प्रमाण नभएकाले यसको पुष्टि अनिश्चित थियो। यसलाई नेपालमा पाइने ओटरहरूको सूचीबाट हटाउने बहस पनि चलेको थियो, तर ओटर स्पेशलिस्ट ग्रुपले भविष्यमा पक्कै भेटिन्छ भन्ने आशा गर्दै हटाउन मानेका थिएनन्। युरेसियन र स्मुथ कोटेड ओटर दुवै नेपालका जलजीव संरक्षण ऐन अन्तर्गत संरक्षित छन्, तर अहिले फेला परेको सानो ओटर भने उक्त सूचीमा छैन। सरकारले यस प्रजातिलाई कानूनी सूचीमा थप गरी यसको प्रवर्धन गर्ने कुरालाई प्राथमिकता दिनु आवश्यक छ। नेपालका नदी प्रणालीको गम्भीर अवस्थाले ओटर लगायत पानीमा बस्ने अन्य जीवहरूको बाँच्न सक्ने सम्भावनामा नकारात्मक असर पारेको छ। फोहोर मैला, औद्योगिक फोहोर, कृषिजन्य विषादीको मिश्रण र तीव्र शहरीकरणले ओटरको वासस्थानलाई संकटमा पारेको छन् र सरकारी नीतिहरू खुकुलो हुनुले मानवहरूमा ज्ञानको अभाव देखिएको पाइन्छ। त्यसैगरी नदीहरूमा व्यापक बाँध निर्माण र माछा मार्ने प्रवृत्तिले ओटरको आहार स्रोतमा समेत भारी ह्रास ल्याएको छ। आशा गरौं अब ओटर लगायत अरू यस्तै जीवहरूको संरक्षण गरी सभ्य मानवको परिचय दिनेछौं। पारिस्थितिक महत्व र संरक्षण। एसियाली सानो नङ भएको ओटरको पुनरागमन केवल वैज्ञानिक चमत्कार होइन, लामो समयसम्म के कारणले लोप भयो भन्ने दुःखद कुरा हो। यसको पहिले नै संरक्षण गर्नुपर्दथ्यो। ओटरले पारिस्थितिक सन्तुलनमा अर्थात् इकोसिस्टममा महत्त्वपूर्ण भूमिका खेल्दछन्। यी जीवहरू बाँच्नको लागि प्राय झिंगा र साना माछाहरूलाई आफ्नो आहार बनाउँदछन्। ओटरले यस्ता जीवहरूको मात्रा नियन्त्रण गरेर पानीको जैविक सन्तुलनमा प्रमुख भूमिका खेल्दछन्। ओटरको उपस्थितिले त्यस ठाउँको वातावरण कति स्वच्छ छ भन्ने संकेत दिन्छ। पुनः पत्ता लागेको स्थानमा गरिएको पानीको परीक्षणले उल्लेखनीय तथ्यहरू देखाएको थियो। त्यहाँको पानीमा न्यून प्रदूषण, माछाका प्रजातिको विविधता र त्यो क्षेत्र जंगलको संरक्षणमा रहेको थियो। खोजले नेपालका संरक्षणकर्मीहरूलाई एकताबद्ध बनाएको छ। यो प्रजातिको ओटरका लागि तत्कालीन सुइटेबल कार्ययोजना बनाइनुपर्छ भन्नेतिर सबैको ध्यानाकर्षण भएको छ। यसको संरक्षणमा आवास संरक्षण, जैविक मार्ग विस्तार र समुदायको सहभागिता जस्ता कुराहरूको पनि प्रमुख भूमिका रहन्छ। साथै स्थानीय बासिन्दाहरूलाई यस्ता कार्यमा सहभागी पनि गराउनु पर्दछ। यी जीवहरू हाम्रो सम्पदा हुन् र यत्रो वर्ष बाँच्न सकेका छन्। अब यिनीहरूको अस्तित्व हराउन नदिनु हाम्रो कर्तव्य हो। कन्क्लुजन। नोभेम्बर 2024 मा पुष्टि भएको ओटरको संरक्षण गर्न हामी सबैले सहयोग गर्नुपर्दछ। तर संरक्षणकर्मीहरू अझै पनि सतर्क छन् कि नेपालमा यो ओटरको संरक्षण गर्न सोचेको जस्तो सजिलो छैन। नेपालमा हरेक कुरामा राजनीतिक हस्तक्षेप भइरहेको पाइन्छ, जुन दुःखको कुरा हो। यस्तो अवस्थामा यसको संरक्षणको लागि हामी सबैले सरकारलाई सचेत गराउनु पर्दछ। नेपालभरि नदी पुनर्स्थापनाका पहलहरू भइरहेको बेला सानो नङ ओटरले क्लिन वाटर सिस्टमका लागि एक प्रेरणादायी प्रतीक हुन सक्छ। बिर्सिसकेको ओटरको कथाले हामीलाई प्रकृतिको गहिरो पाठ सिकाउँछ। सबै प्रजातिहरू नाटकीय रूपमा हराउँदैनन्, कहिलेकाहीँ तिनीहरू किनारमा बाँच्नका लागि सङ्घर्ष गरिरहेका हुन्छन्। हामी मानव हौ भन्दैमा उनीहरूलाई दुःख दिनु हुँदैन र उनीहरूले पनि यस पृथ्वीमा बाँच्न पाउनु पर्दछ। एउटा गम्भीर प्रश्न यति हो, अब यसको जगेर्ना गरी हामीले मानवताको परिचय दिने कि फेरि 200 वर्षपछि पनि यही अवस्थामा पुग्ने? यी जीवहरूको भविष्य तपाईँ हाम्रो हातमा छ। दर्शकवृन्द, आजको भिडियो तपाईहरूलाई इन्फर्मेटिभ लाग्यो होला भन्ने आशा गर्दछौं। तपाईहरू मध्ये कसलाई एसियाली सानो नङ भएको ओटरको पुष्टि भएको थाहा छ? कमेन्ट बक्समा अवश्य लेख्नुहोला। र भिडियो मन पर्यो भने लाइक कमेन्ट गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। नमस्कार।